हजुर सम्पूर्ण हाम्रो केजिएफ किङ गोर्खा फाउन्डेसन टेलिभिजन अथवा अनलाइन टिभी टिकटक त्यस्तै गरेर हाम्रो फेसबुक पेजमा हेरिरहनुहुने तमाम आदरणीय बुबा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार अनि अभिवादन टक्राउन चाहन्छौँ। आज पनि हामी यो केजिएफले सञ्चालन गरेको यो पुण्य कर्ममा आज पनि हामी यहाँहरूलाई यहाँ भइरहेको गतिविधि र दृश्यहरू हामी कैद गरिरहेका छौँ। सबैजना यहाँ यति बेला आइसक्नु भएको छ, एकदम खुसीको मुद्रामा हुनुहुन्छ धेरैजना, सबैजना जतिसम्म आउनुभएको छ। यहाँ नानीहरू पनि बच्चाहरू पनि खाना खाँदैछन्। बाबु खाना कस्तो छ? खै त भनेको मिठो छ? ए दामी छ? ल ल ल ठिक छ, ल खानु है खानु है। ल ल ल ठिक छ, बस्नु बस्नु बस्नु, खाना खाना बस्नु। हामीलाई आज मौसमले एकदमै चुनौती पनि दिइरहेको अवस्था छ, पानी पर्नै पनि लागिरहेको अवस्था छ। तर यो अवस्थामा पनि हामीले चुनौतीलाई चिरेर पनि आजको यो हाम्रो खाना खुवाई यो भण्डारालाई हामीले प्राथमिकता दिएका छौँ। दाल, बैगुन, आलु र सागको मिक्स सब्जी, टमाटरको अचार, भात। हामीसँग उही सधैँ जस्तो साधारण खाना नै छ र सबैको मुहारमा उज्यालो छ, एकदमै खुसी हुनुहुन्छ केजिएफको खाना खाएर। बा खाना खाँदै हुनुहुन्छ? कस्तो छ? हजुर ठिकै छ, राम्रो छ, खाँदैछु। कहाँबाट आउनुभयो तपाईँ? म यहीँ चौरबारीको मान्छे। ए नजिकै हो। नजिकै सधैँ आउनुहुन्थ्यो कि सधैँ देख्दिनँ थिएँ म? होइन, कहिले काहीँ त्यहाँ आउँछु, भोक लाग्यो भने। केमा काम गर्नुहुन्छ कि? काम त केही गरेको छुइनँ हजुर, मेरो खुट्टा अलिकति फ्र्याक्चर भएको छ। ए तपाईँको त अलिकति अस्वस्थ पनि हुँदो रहेछ, त्यो गालामा पनि तपाईँको त्यही हो, मासु पलाएको रहेछ होइन? त्यही भएर यसो। ए ठिक छ ठिक छ, अब खाँदै गर्नुहोस्, यस्तै छ। र खाना खाने क्रम जारी छ, मजाले खाइराख्नु भएको छ सबैले। खाने हो भने मान्ने हो, यस्तो भनौँ भने मलाई भन्नु कि म अनि कस्तो झापा हाल्छु नि। खाना खाऊ न, किन यसरी खानाहरू खाइराख्नु भएको छ। हजुरले देख्न सक्नुहुनेछ सडकमा जीवनयापन गरिरहेका आमा दाजुभाइ दिदीबहिनीहरू। हामीले विगत 4 महिनादेखि सडकमै हामीले पुस 21 गतेबाट 2082 को पुस 21 गतेबाट सुरु गरेको यो खाना खुवाउने हाम्रो अभियानलाई हामीले निरन्तरता यसरी नै दिइरहेका छौँ। आदरणीय सम्पूर्ण महानुभावहरू, यहाँहरू विश्वभरि रहेर हामीलाई हेरिराख्नु भएको छ। फेसबुक पेज, हाम्रो टिकटक, त्यस्तै गरेर युट्युब च्यानलबाट पनि यहाँले केजिएफ न्युज भनेर हामीलाई सर्च गर्नुभयो भनेदेखि हामीलाई भेट्न सक्नुहुनेछ। त्यस्तै गरी युट्युबमा यहाँहरूले हामीलाई हेरिरहँदाखेरि सब्सक्राइब पनि गर्न सक्नुहुनेछ। हामीलाई यहाँहरू जब सब्सक्राइब गर्नुहुन्छ तब हाम्रो नोटिफिकेसन तपाईँले आफ्नो मोबाइलको हाइलाइटमा एकदम छिटो पाउनुहुनेछ। त्यसैले हामीलाई केजिएफको हाम्रो टिमलाई सपोर्ट गर्नुहोला। म सजल पौडेल, त्यस्तै गरी आधारजी आधारजी के छ?
अनि कहाँ जानुभएको थियो कति दिन पछाडि आउनुभयो त होइन म अलिक कामले बाहिर थिएँ अहिले आफ्नो कार्य व्यवस्थाले गर्दाखेरि अहिले आइसकेको छु यहाँ धेरैजना खानाहरू जस खुसी लागिरहेको छ तपाईँहरू लागि परिराख्नु भएको छ त्यसरी खटिराख्नु भएको छ यही नै सबैभन्दा ठुलो खुसी हो तपाईँ यहाँ नहुँदाखेरि पनि यो हाम्रो कामलाई कति मिस गर्नुभयो होला है एकदमै धेरै मैले एकदमै धेरै मिस गरेँ होइन त्यही भएर आज म बिहानै आएर धेरै कामहरू सकाएँ होइन अहिले धेरैजना खानाहरू खाइराख्नु भएको छ म पनि एकदम धेरै खुसी छु तपाईँहरू घाम पानी नभने यसरी लागि परिराख्नु भएको छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ठिक छ त्यही पनि आज यो मौसमले चुनौती दिइरहेको छ हामीलाई एकदमै विशेष पानी पर्ला जस्तो भइरहेछ तर पनि यस्तो मौसममा पनि होइन एकदमै धेरैजना आएर खानाहरू खाइराख्नु भएको छ योभन्दा ठुलो खुसी आनन्द सन्तुष्ट कुनै कुरामा हुँदैन जस्तो लाग्छ मलाई चाहिँ हामी यो केजिएफ टिमको चाहिँ मिडिया प्रशासनमा नै छौँ दुईजना आधारजी र म हाम्रो यो कर्तव्य कामै पनि हो होइन तपाईँलाई कस्तो लागिरहेको छ सुरुवातको दिनदेखि नै हामीले गरिरहेको काम पनि हामी 4 महिनामा छौँ 4 महिनासम्म आइपुग्दाखेरि एकदमै धेरै खुसी लागिरहेछ उहाँहरूलाई हामीले खानाहरू खुवाउन पाएको छौँ होइन हामीले गरिब दुखी जुन सडकमा जीवनयापन गरिरहेका बुवा आमाहरूलाई योभन्दा ठुलो खुसी आनन्द सन्तुष्टि कुनै कुरा मिल्दैन जस्तो कुनै कुरामा मिल्दैन हो पनि म चाहिँ अलिकति समयमा आइपुग्न अलिकति कठिन नै छ मेरो म अलिकति बन्धनमा छु तपाईँ आइदिनु भएको चाहिँ पनि मेरो चाहिँ नाक राखिदिनु भएको छ मेरो चाहिँ नाक राखिदिनु भएको छ तपाईँले ल ल ल ल ल ल ल धन्यवाद यस्तै छ हाम्रो नियमित खाना खुवाई मध्याह 12 बजेदेखि 2 बजेसम्मको यो हाम्रो खाना खुवाउने हाम्रो अभियान आज पनि जान्छ र बाहिरबाट जे जति आउनुहुन्छ सबैले हाम्रो यो अभियानलाई मन पराएर धेरैले आफ्नो मोबाइलमा पनि कैद गरेर लानुभएको छ धेरैले फोटो भिडियो चाहिँ कैद गरेर लानुहुन्छ हाम्रो यस अभियानमा धेरैले सपोर्ट गर्नुभएको छ स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा पनि हामी 10 औँला जोडेर नमन गर्न चाहन्छौँ कि हाम्रो यो अभियानलाई यहाँले स्वीकार दिनुभएको छ यहाँहरूले मनन गरिदिनु भएको छ हामीलाई कुनै पनि रूपबाट कुनै पनि माध्यमबाट यहाँहरूले सहयोग गर्न चाहनुहुन्छ भने हाम्रो केजिएफको अफिसियल गेट 24 घण्टा खुल्ला रहेको पनि यहाँलाई जानकारी गराउन चाहन्छु हवस् त अहिलेको लागि म सजल पौडेल यो हाम्रो फेसबुक टिकटक र के भन्छ हाम्रो युट्युब सबैतिर हो यहाँलाई धन्यवाद है त आइदिनु भयो मेरो बहिनीहरू पनि खाना खाँदा हुन्छ नि सर खाना खाँदा हुन्छ है धेरैलाई आज हजुर के भन्न चाहनुहुन्छ म चाहिँ के गर्नु अब तपाईँहरूसित आउँछु खाना खान्छु जिस्किन्छु हिँड्छु तर आज त तपाईँ जुनसुकै अवस्थामा अरूमा भए पनि आज पुरै पण्डितै भएर आउनु भएको छ आज अब बाहुनकै छोरा हो तपाईँ पनि पौडेल म पनि पौडेल हो खड्का कालीकोटे खड्का हो नि तपाईँको आत्रै गोत्र हो मेरो पनि आत्रै गोत्र हो त्यही त मलाई यस्तो लाग्छ कि यो दुःखमा साथ दिनुभएछ त्यति नै खुसी लाग्छ कि मलाई होइन हामीले अरू थोकमा साथ दिन नसके पनि यो खाना खुवाउने तपाईँहरू केही छैन आइदिनुहोस् टन्न खाइदिनुहोस् होइन अनि यहाँबाट चाहिँ प्रस्थान गरिदिनुहोस् आफ्नो कर्ममा लाग्ने हो सबैले यस्तै हो जिन्दगी भनेको कसैको सुख कसैको दुःख त्यो आइपर्ने नै हो यो विधिको विधान हो यो प्राकृतिक नियम नै हो हामीले स्वीकार्नु पनि पर्छ हाम्रो यस्तै छ आउँदै हुनुहुन्छ नियमित रूपमा उहाँहरू पनि र हस् 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 आदरणीय दर्शक महानुभावहरू यहाँ कस्तो पनि हुन्छ भने कसैले 1 दिन 2 दिन 3 दिन 4 दिन 5 दिन 6 7 8 9 10 दिनसम्म पनि खाना खान पाएको छैन भनेर पनि आउनुहुन्छ उहाँहरू पनि यहाँ आइसकेपछि खाना खाँदै कति त त्यो खानाले अन्नले चाहिँ अलिकति कस्तो छ भने थोरै बेहोसै बनाइदिँदो रहेछ कहिलेकाहीँ चाहिँ त्यो नखाएको समय धेरै भएको थियो भनेदेखि चाहिँ उहाँ चाहिँ सब्जी र अचार बढी खानुहुन्छ अन्नभन्दा खानाभन्दा र कसैले पनि नफाल्नु होला अनि जति यहाँ आउनुहुन्छ हामीसँग 2 दिन 3 दिनदेखि 10औं दिनसम्म पनि भोको पेट भएका नागरिकहरू पनि हामीसँग आउनुहुन्छ खाना खाँदै कति त यहाँ ढल्नु पनि भएको छ हामीले उहाँलाई नै नियन्त्रण गरेर सुरक्षित साथ
उहाँको घरमा पनि हामीले पठाएका धेरै त्यस्ता रेकर्डहरू छन् र त्यस्तै गरी हामीसँग कुनै पनि माध्यमबाट जोडिनुहुने सम्पूर्ण महानुभावहरू पनि हार्दिक कृतज्ञता व्यक्त गर्दै अहिलेलाई भने म यहाँहरूको आवाजको साथी सजल पौडेल पनि अहिलेका लागि ओजेलमा पर्न चाहन्छु। हवस् त, नमस्ते, धन्यवाद। हाम्रो केजिएफ सँगै रहनुहोला। हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। यहाँहरूलाई यो सेवा कस्तो लागिरहेको छ कमेन्ट गर्न नभुल्नुहोला। हाम्रो कमेन्ट सेक्सन पनि छ। त्यस्तै गरी हाम्रो टिकटकमा गएर पनि यहाँहरूले कमेन्ट लेख्न सक्नुहुनेछ। त्यस्तै गरी हामीलाई यहाँहरूले फेसबुक पेजमा पनि कमेन्ट अथवा यहाँहरूको सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँहरूको सम्पर्क नम्बर पनि हामीलाई छोडिदिन सक्नुहुन्छ। हामी सम्पर्क गरेर यहाँहरूसँग जोडिने प्रयास गर्दैछौँ। तथापि कुनै पनि समस्याहरू केही परेको छ भने यहाँहरू पनि हामी कुनै माध्यमबाट हामीलाई सहयोग गर्न चाहनुहुन्छ भने यहाँहरूको लागि केजिएफको ढोका मैले अघि भनिसकेको छु 24 घन्टा खुल्ला रहेको छ। हवस् त, अहिलेका लागि म सजल लगायत हाम्रो यो सिङ्गो टिम केही समयको लागि हामी आज्ञा चाहन्छौँ। नमस्ते, धन्यवाद।